शान्ति। सर्वप्रथम यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार। आदरणीय महानुभाव, आज नवरात्रिको 5औं दिन देवी शक्तिलाई स्कन्द माताको रूपमा पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार असुर तारकासुरले ब्रह्माजीसँग अमर हुने वरदान मागेको थियो, तर अमर हुने वरदान दिन नमिल्नुका कारण त्यसको विकल्पमा उसले आफ्नो मृत्यु केवल शिव पुत्रको हातबाट मात्र होस् भन्ने इच्छा व्यक्त गर्यो। शिवजी गहिरो तपस्यामा लीन भएका कारण उहाँको कुनै सन्तान हुने सम्भावना नभएकोमा उसले आफू अमर भएको ठान्न थाल्यो। तर भनिन्छ, ईश्वरको नियतिमा कसैले पनि कहिल्यै हस्तक्षेप गर्न सक्दैन। उसको हरेक योजना तथा सङ्कल्पमा केही न केही रहस्य अवश्य लुकेको हुन्छ। त्यही समयमा परमात्मा शिवले शक्तिको माध्यमबाट सन्तान उत्पन्न गर्नुभयो र जसको नाम रहन गयो स्कन्द। शिवपुत्र स्कन्दलाई देवताहरूको सेनापति नियुक्त गरियो र आफ्नो बाल्य अवस्थामा नै स्कन्दले असुर तारकासुरको वध गरेर सृष्टिलाई आसुरी शक्तिको प्रकोपबाट मुक्त गराए। शिवशक्ति पुत्र स्कन्दलाई नै कुमार कार्तिकेयको नामले पनि चिनिन्छ। यस्तो महान शक्तिशाली दिव्य पुरुषकी जन्मदात्री माता हुनुका कारण देवी शक्तिलाई स्कन्द माताको रूपमा पनि पूजा गरिन्छ। 4 हात भएकी देवी स्कन्द मातालाई सिंहमाथि सवारी गरेको देखाइन्छ, जसले एक हातले वरदान दिएकी छन् र अर्को हातले पुत्र स्कन्दलाई काखमा लिएकी छन् भने बाँकी 2वटा हातमा कमल पुष्प धारण गरेकी छन्। आदरणीय महानुभाव, आध्यात्मिक एवं व्यवहारिक रहस्य अनुसार गृहस्थ जीवन अथवा पारिवारिक जीवनमा रहेर पनि कमल फूल समान न्यारा, प्यारा एवं पवित्र रहन सक्नुको प्रतीकात्मक स्वरूपमा देवी स्कन्द मातालाई कमल पुष्प धारण गरेको देखाइन्छ। त्यसैले पनि विशेष गरी देवी स्कन्द माताको पूजाको लागि कमल पुष्प प्रयोग गरिन्छ भने यही क्रममा देवी माताको काखमा रहेका स्कन्द कुमारको पनि पूजा हुने गर्दछ। देवी माता र पुत्र स्कन्दको एकैसाथ पूजा हुनु भनेको वर्तमान समय पुरुषोत्तम सङ्गम युगमा परमपिता परमात्मा शिवका सन्तान प्रजापिता ब्रह्मा मुख वंशावली हामी ब्राह्मण आत्माहरूले अनेक मनुष्य आत्माहरूलाई परमात्मासँग मिलाउने उच्चतम कार्यको लागि निमित्त बन्नुको सूचक हो। वर्तमान समय परमात्मा शिव ब्रह्मा तनमा दिव्य अवतरित भएर हामी आत्माहरूलाई आफ्नो अधिकारी बच्चा बनाउनुका साथै ज्ञान र योगको शक्तिबाट जीवनलाई तेजोमय एवं सशक्त बनाई आसुरी गुणमाथि विजय प्राप्त गराउनुहुन्छ र साथै अनेक आत्माहरूको मिलन परमात्मासँग गराउनको लागि विशेष सेवा गर्ने अवसर प्रदान गर्नुहुन्छ। अग्नि समान तेजस्वी स्वरूप भएका कारण देवी स्कन्द मातालाई अग्नि देवी पनि भनिन्छ। जसरी आगोले जस्तोसुकै फोहोर मैलो पात्रलाई पनि जलाएर शुद्ध बनाइदिन्छ, त्यसरी नै हामीले पनि परमात्माको शक्तिशाली याद रूपी अग्निद्वारा आफ्ना फोहोरी संस्कारहरूलाई नष्ट गरी स्वयंलाई कञ्चन बनाउनु पर्दछ। यसरी ईश्वरीय ज्ञान एवं योगको माध्यमबाट स्वयंलाई र अन्य आत्माहरूलाई अनेक पाप एवं अशुद्धिहरूबाट मुक्त गर्नुका कारण यिनलाई मुक्तिकी देवी पनि भनिन्छ। आदरणीय महानुभाव, सामाजिक मान्यता अनुसार जब एउटी नारीले सन्तानलाई जन्म दिन्छन् तब त्यहाँ उनको पनि नयाँ जन्म भएको हुन्छ। त्यहाँ उनीभित्र विभिन्न किसिमका परिवर्तनहरू आउन थाल्दछन्। उनीभित्र ममता तथा वात्सल्य भाव जागृत हुन थाल्दछ र त्यही शक्तिको आधारबाट उनी आफ्नो सन्तानलाई सुसंस्कार दिन सफल हुन्छन्। एक नारी जब आमाको रूपमा परिवर्तित हुन्छन्
तब नै उनी स्कन्द माताको स्वरूप बन्दछिन्, जुन स्वरूपको पूजा नवरात्रिमा गर्ने गरिन्छ। एउटा परिवारलाई पाल्न दिएर उनीहरूभित्र श्रेष्ठ संस्कारहरू भर्नको लागि प्रेम एवं वात्सल्यका साथै धैर्यताको धनी हुनुपर्दछ र मातृत्वको आँचलबाट सुरक्षा प्रदान गर्न सक्नुपर्दछ। तर विडम्बना, आजको दुनियाँका नारीहरू आफ्नो भविष्य आफै बनाउनु पर्दछ, आत्मनिर्भर बन्नु पर्दछ भन्ने सिद्धान्तको आड लिएर पुरुषहरूको होडबाजीमा अधिकारको माग गर्दै भागिरहेका छन्, जसकारण उनीहरूको ममता र वात्सल्यताको आँचल साँघुरो हुँदै गएको छ र फलस्वरूप सन्तानलाई दिनुपर्ने श्रेष्ठ र उच्च संस्कार दिन सकिरहेका छैनन्। आफूलाई प्राप्त संस्कारलाई पनि निरन्तरता नदिई आधुनिकीकरण अपनाउँदै गएका छन् वर्तमान समाजका नारीहरू। यसै कारण सनातन संस्कृति अनुसार आमामा हुनुपर्ने गुण विशेषतामा ह्रास आउँदै गएको छ। उनले सन्तानको सृजना त गरेकी छन्, तर स्नेह र संस्कार युक्त पालनाको अभावका कारण भविष्यमा तिनै सन्तानहरू मातापिताको नाम बदनाम गर्नमा पनि पछि पर्दैनन्। जुन संस्कार उनले सन्तानलाई दिनुपर्ने थियो त्यो दिन नसकेको महसुस त जब उनलाई हुन्छ तब धेरै ढिलो भइसकेको हुन्छ। हामी देख्न सक्छौँ कि सन्तानले उचित संस्कार नपाउनुका कारण नै अनेक व्यसन, फ्यासन तथा कुलतहरूमा फस्न पुग्छन्। तत्पश्चात त्यहाँ एउटी आमाले आफू आमा हुनुको सुख र वात्सल्यताको सुखद अनुभव गुमाउन पुग्छिन्। आदरणीय महानुभाव, नवरात्रिको यो 5औं दिनले हामीलाई यही महत्त्वपूर्ण सन्देश दिएको हुन्छ कि एउटी नारी शक्तिले आफ्ना सन्तानलाई कुशल संस्कार र स्नेहयुक्त पालना दिने जिम्मेवारी निभाउन हर सम्भव प्रयास गर्नुपर्दछ। तब मात्र श्रेष्ठ संसारको निर्माण हुन सक्दछ। नत्र भने भविष्यमा तिनै सन्तानले मातापितालाई घर न घाटको बनाउन पनि बेर लाग्दैन। त्यसैले हे नारी शक्ति, आजको दिन प्रण गरौँ कि अबदेखि म आफ्नो सन्तानप्रतिको कर्तव्य र जिम्मेवारी पूर्ण रूपले निभाउनेछु। आज मानिसहरू प्रशस्त मात्रामा धन कमाएर पैसाको बलबाट सन्तानको हर इच्छा पुरा त गर्दछन्, तर यदि उनीहरूलाई समय दिएर सही र गलतको पहिचान गराउनुका साथै त्यो वात्सल्यता प्रदान गर्न सक्दैनन् भने उनका सन्तानले उनलाई कसरी सम्मान गर्न सक्छन् त? नवरात्रिको 5औं दिनबाट हरेक आमाहरूमा यो जागृति आउनु पर्दछ कि आफ्नो सन्तानलाई सुसंस्कारी बनाई सत्मार्गमा अगाडि बढ्ने प्रेरणा दिएर घरको वातावरणमा सकारात्मक ऊर्जाको सृजना गर्दछौँ भने त्यहाँ सन्तानलाई स्नेहयुक्त तथा शक्तिशाली प्रकम्पनको स्पर्श अनुभव हुन्छ, जुन आदर्श व्यक्तित्वको निर्माण गर्न अति आवश्यकता छ। अतः मातापिताले आफ्ना सही मार्गदर्शनबाट कुशल अभिभावकत्व प्रदान गरी विकृति र विसङ्गतिबाट जोगाएर मातृ तथा पितृ वात्सल्यको न्यानो छत्रछायामा सुरक्षित राखी आफ्ना सन्तानलाई लोक कल्याणका लागि सबल व्यक्तित्व बनाउन सके मात्र यथार्थमा देवी स्कन्द माता हाम्रो पूजा तथा आराधनाबाट सन्तुष्ट हुनेछिन्। ओम शान्ति।